कसैको लागि विकल्प मात्र बन्दाको पीडा कस्तो हुन्छ थाहा छ। एक दिन मलाई महसुस भयो कि मैले जो मानिसहरूलाई साँचो माया गरेँ ती सबैको मनमा कोही अरू नै थियो, जो मभन्दा धेरै महत्त्वपूर्ण थियो, जो मभन्दा पहिले आउँथ्यो। यो सोचेर मेरो मन पूर्ण रूपमा टुट्यो कि म कहिले कसैको पहिलो रोजाइ बन्न सकिनँ। त्यसपछि मैले आफैलाई सोधेँ, म किन अरू कसैबाट मायाको भिख मागिरहेको थिएँ? किन बुझ्न सकिनँ कि मेरो समय र मेरो भावना पनि उत्तिकै मूल्यवान छन्, तिनीहरूको पनि कुनै मूल्य छ। लामो पीडापछि मैले यो स्वीकार गर्न सिकेँ। तर त्यो पुरै यात्रामा एकजना व्यक्ति सधैँ मेरो साथमा रह्यो र त्यो म आफै थिएँ। त्यसैले म आशा गर्दछु कि तिमी पनि आफ्नो पहिलो रोजाइ आफै बना।